हेलो गाइज वेलकम टु माई च्यानल। आज म तपाईहरुलाई 4D नेल ट्युटोरियल लिएर आएको छु। हजुरलाई कस्तो लाग्छ हजुर कमेन्ट लाइक गर्नु होला है। मैले चाहिँ यसमा पर्ल्सहरु लिएको छु र आर्टहरु गर्नको लागि मैले आर्टहरु गरेको छु। जेल पनि लिएको छु र हामीले त्यसलाई राउन्ड राउन्ड शेपमा घुमाएर त्यसले जेल एब्जर्ब गरोस् भनेर लिएको छु। त्यसपछि त्यसलाई एक्स्ट्रा अमाउन्ट रिमुभ गरेर ठडाइदिएको छु। त्यसले राम्रो राउन्डेड शेप लियोस् भनेर। यो चाहिँ हाम्रो आफ्टर युभी लाइट है क्योर गरेपछिको। अनि त्यसपछि मैले फेरि त्यसमा पिङ्किश वाला एउटा बनाएको छु। अब यसलाई क्योर हुँदैछ अनि त्यसपछि म यसलाई झिकेर नेल्समा राख्छु। अनि यो यस्तो देखिएको छ। यो चाहिँ मैले अझ क्योर गरिरहेको छु। हेर्नुस् त कस्तो देखिएको छ। यो चाहिँ मैले अर्को बनाएको छ, सानो हाले बनाएको छु। यो चाहिँ पर्पल कलरमा कुन्टेवाला क्युट नेल्समा धेरै ठुलो नि राम्रो देखिँदैन नि त, त्यही भएर है। अनि त्यसपछि यसलाई पनि म नेल्समा प्लेस गर्छु अनि तपाईलाई म फाइनल लुक देखाउँछु। हो यो चाहिँ हाम्रो फाइनल लुक भयो। यसमा अझ मलाई के छुटे जस्तो लाग्यो, त्यही भएर मैले बटरफ्लाई एड गर्दिन गइरहेको थिएँ। अब एड गरेपछि यस्तो देखिएको छ। हेर्नुस् त कस्तो लाग्यो हजुरहरु कमेन्ट गर्नुस् न है। अनि के बनाउनुहुन्छ सजेस्ट